हेलो साथीहरू, आज चाहिँ हामीले ड्राई फ्रुट्सको लड्डु बनाउँदैछौँ हो। आशा राख्छु तपाईँहरू सबैजनालाई मनपर्छ होला। त्यसको लागि चाहिँ हामीले चाहिँ गिलो खजुर, गुड अन्त यो ड्राई फ्रुट्सहरू किसमिस, काजु, आलमन्ड, बदाम, नरिवल अन्त अलिकति यहाँनिर सेतो तिल पनि छ। हामीले सबै सामानहरू तयार पारेको छौँ हो। अब यसको लागि पहिला चाहिँ घिउ खराउनुपर्छ। अन्त घिउ खराएपछि त्यसमा चाहिँ हामीले गुड हाल्नुपर्छ। गुडलाई चाहिँ मजाले पाक्नु दिनुपर्छ हो। अन्त गुड पाकेपछि चाहिँ त्यसमा हामीले यो खजुर हाल्नुपर्छ। अन्त खजुरलाई पनि पकाउनुपर्छ। यो गिलो खालको खजुर चाहिँ मजाले मेल्ट हुँदो रहेछ हो। यसलाई पकाएर अनि यो पनि पाकिसक्छ। त्यसको बादमा हामीले अरू उब्रेको जुन चाहिँ ड्राई फ्रुट्सहरू थियो नि, त्यो सबै ड्राई फ्रुट्सहरू फेरि हामीले हाल्नुपर्छ। अनि ड्राई फ्रुट्सहरू हालिसकेर चाहिँ मजाले त्यो गुडमा चाहिँ मिक्स गर्नुपर्छ। सबै सबै ड्राई फ्रुट्सहरू चाहिँ त्यसमा चाहिँ राम्रोसँगले मिक्स हुनुपर्छ। अनि त्यहाँबाट यसरी मजाले मिक्स भइसकेपछि त्यहाँबाट हामीले चाहिँ हातमा चाहिँ उयो घिउ भए पनि तेल भए पनि लाउनुपर्छ। अनि त्यहाँबाट चाहिँ डल्लो बनाउनुपर्छ। साथीहरू, यस्तो ड्राई फ्रुट्समा चाहिँ यसरी ड्राई फ्रुट्स चाहिँ यसरी बनायो भने चाहिँ हाम्रो नानीहरूले चाहिँ खाँदो रहेछ होइन। कति नानीहरूले चाहिँ अब ड्राई फ्रुट्सहरू खानु मान्दैन, गुडहरू खानु मान्दैन हो। तर हाम्रो हेल्थको लागि गुडहरू राम्रो हो। तर हाम्रो नानीहरू चाहिँ त्यस्तै हुन्छ नि त, अब मान्दैन। प्रायः कि सबैको नानीहरू त्यस्तै नै हुन्छ। अन्त यसरी बनाएर दियो भने चाहिँ नानीहरूले चाहिँ राम्रोसँगले खान्छ। अन्त म चाहिँ यसरी बनाएर हर विन्टरमा चाहिँ नानीलाई यसरी दिन्छु है साथीहरू। हेर्नुहोस् है। थ्याङ्क यू फर वाचिङ।